हेलो एभ्रिवान, वेलकम ब्याक। दिस इज मी करुणा राई। आई होप तपाईँहरू सबै सन्चै हुनुहुन्छ होला। अनि म पनि ठिकै छु। अनि आज चाहिँ म घर जानु लागेको खोटाङ। अहिले चाहिँ हामी घरदेखि निस्किसकेका छौँ। लगभग आज दाइले चाहिँ हामीलाई 2 बजीतिर उठाउनु भयो। सोचेको नि थिएन हामीले चाहिँ दाइ 2 बजी आइपुग्नुहुन्छ भनेर। दाइको कल आयो। म चाहिँ होइन होला दाइ, तपाईँले कल गरेको भने, तर दाइ त घर नजिकै आइसक्नु भइसकेको रहेछ। हामी चाहिँ सुतेकै छैन। कतिजना चाहिँ भर्खर हामी चाहिँ सुत्नु पर्यो भनेर ओछ्यान लागेको थियो दाइ, तपाईँको कल आइगयो। अनि त्यही हो। अनि त्यसपछि हामी चाहिँ यहाँनिर 5 जना छौँ। हाम्रो घरबाट जाने चाहिँ यता पछाडि हुनुहुन्छ। अनि हाम्रो गुरु हुनुहुन्छ उहाँ। सबैले हाम्रो लागि प्रार्थना गरिदिनु होला। तपाईँहरूलाई बाटोमा हामी के गर्नेछौँ, अनि खोटाङ जाने बाटो चाहिँ कस्तो छ भनेर भिडियोमा देखाउनेछौँ। सो भिडियो चाहिँ सुरुदेखि अन्तिमसम्म हेर्नु होला। अनि चाहिँ हिँडिसकेको छु मैले। अलि चोक कटिसक्नु लाग्यो। दाइले त फोन गर्नुभयो मजा नपत्याएर क्या। होइन होला तपाईँ हिँड्नु भएको छैन होला भन्छु। दाइले त फेरि घर लिएर आइपुग्नु लाग्दै फेरि कल गर्नु रहेछ क्या। तर हामी घर चाहिँ चाँडो पुग्दैन। धेरै ठाउँबाट मान्छे उठाउने भएको कारणले चाहिँ छिटो आएको रे। हामी चाहिँ अहिले चुच्चेपाटी आइसकेको छौँ। चुच्चेपाटी नजिक यहाँनिर भाटबटिनी देख्न सक्नुहुन्छ तपाईँहरूले। भाटबटिनीको अवस्था देखेन हो लाइट भएर। चाबेल पुग्नु आज अब चाहिँ छ कि हामी चाबेल चोकबाट चाहिँ कोटेश्वरतिर जाँदैछौँ। अब हामी डाइरेक्ट जडीबुटीमा गएर मान्छे हाल्ने रे। अब एकैचोटि जडीबुटी बोक्छौँ यहाँदेखि हामी। कतै खोटाङ जाने लोकेसन चाहिँ यस्तो छ है। चाबेमा आउने, अनि चाबेदेखि गाडी लिने, अनि त्यसपछि कोटेश्वर हुँदै बनेपा हुँदै धुलीगुल हुँदै जाने। अहिले चाहिँ हामी कोटेश्वर आइसकेको छौँ। अनि यहाँनिर ट्राफिक जाम भएको छ। अनि ट्राफिक नभए पनि यो चाहिँ ट्राफिक रुल्स पालन नभइरहेको छ। यतापट्टि एउटा स्कुटी यताबाट आउने। हामी चाहिँ अलमोस्ट सागा पुग्न लागिसकेको छौँ। यो चाहिँ सागा निस्किने उकालो बाटो हो। माथि जङ्गलमा चाहिँ कुटो लागिरहेछ। देख्न सक्नुहुन्छ तपाईँहरूले बिहानीको यो सुन्दरतालाई। एकदम राम्रो बरको बिउहरू हेर्न सक्नुहुन्छ। यहाँ माथि चाहिँ छ, तर यहाँ बिहान भएको कारणले चाहिँ यहाँ देख्नु छैन। यहाँनिर ट्राफिक बिट नभएर पालमा ट्राफिकहरू चाहिँ काम गरिराख्नु भएको छ।
अस्तिको यो आन्दोलनले यता पनि छोयो यस्तो छ अवस्था। अहिले चाहिँ अलमोस्ट 7 बज्नु लागेको छ। हामी चाहिँ भकुण्डे बेसी नजिक आइसकेको छौँ अनि मौसम चाहिँ एकदमै धेरै डिफ्रेन्ट रहेछ काठमाडौँको भन्दा। यहाँ चाहिँ कुहिरोले चाहिँ सब ढाकेको छ, एकदम गाह्रो छ। ड्राइभर दाइलाई नि ड्राइभ गर्नु गाह्रो भइरहेको होला सायद। अनि चिसो पनि एकदमै धेरै बढ्या रहेछ, चिसो छ। यदि तपाईँहरू कोही खोटाङ आउनु हुँदैछ भने तपाईँहरूले कपडाहरू चाहिँ तातो तातो लिएर आउनु होला, न्यानो न्यानो। हामीले चाहिँ पातलो कपडा लिएर आएको थियौँ, तर जाडो भइरहेछ। झ्याल पनि मैले चाहिँ सबै क्लोज गरेको छु हावाले चिसो भएको कारणले। सो अब हामी भकुण्डे बेसी पुग्नु लाग्यौँ। अब खाजा खाएको छैन, अब कहाँ खाजा खानु रोक्नुहुन्छ हुनुहुन्छ हेर्नु होला। अनि त आउनुहुन्न खोटाङ यस्तो ठाउँ देखेर होइन। अब माउन्ट एभरेस्ट पनि देखिन्छ अलिकति 2-3 घन्टा पछाडि चाहिँ तपाईँहरूले माउन्ट एभरेस्ट पनि देख्न सक्नुहुनेछ। म तपाईँहरूलाई देखाउँछु। सो भिडियो चाहिँ स्किप नगरेर हेर्नु होला। म तपाईँहरूकै लागि भनेर यसरी दुःख गरिरहेको छु। हामी चाहिँ अहिले खाजा खाने ठाउँमा बसिरहेछौँ। अब हामी खाजा खान्छौँ। यो चाहिँ हाम्रो गाडी हो। यो सबै यो सोमो अनि जिपहरू चाहिँ यो उता सोलुखुम्बु ओखलढुङ्गा खोटाङ जाने हुन्छ अनि यस्तो माइक्रोहरू चाहिँ यता झापातिर जाने हुन्छ। अहिले चाहिँ हामी खाजा खाने ठाउँमा छौँ। यहाँको मौसम देख्न सक्नुहुनेछ। खाजा खाने समोसा रोटी सुखा रोटीहरू पनि छ है हजुरहरू के हुन्छ खाजाहरू धेरै टाइम हुँदैन नि। मैले चाहिँ पुरी तरकारी लिइसकेको छु खाजाको लागि। यस्तो छ यहाँको तरकारीमा चाहिँ यो हुन्छ के भन्छ तामा हुन्छ, यो अमिलो हुन्छ यो तरकारी। हाम्रो चाहिँ आइसकेको छ यता चाउमिन खानुमा। सिट मागेको 2टा समोसा मात्रै 4टा भन न। आलु चाहिँ होस् अब एक एकवटा खाइदिनु ल। आशा नानालाई एउटा देऊ समोसा। खानु न समोसा 2टा लिएर आऊ न त। फेरि आशा तिमीलाई एउटा देऊ। समोसा चाहिँ कस्तो छ सुजु? समोसा मात्रै चाउमिन पनि छ। भकुण्डे बेसी कहाँ आइपुग्यो हामी चाँडो आइपुगेको के हो र हो त। मलाई कस्तो यस्तो बलले बानी भएको भनेको कसरी पश्चिम कसरी आयो भिडियो बनाएर तेल चाहिँ कहिले नआउने आयो। मलाई चाहेको छैन खाइदिन। यो र यो चाहिँ दिनुपर्छ रहेछ क्या त्यहाँ है रोटी क्या। समोसा नि छ धेरै खाएन भन्नु होला, धेरैजनाको छ त्यही भएर हो। डिफ्रेन्ट मगाएको अनि सेयरिङमा खाएको त्यही भएर धेर जस्तो देखाएँ।
अब हामी क्यामेरा अफ गर्नेछौँ। हामी चाहिँ खाजा खाइसक्यौँ। अब यहाँदेखि हिँड्नु लागेको। अब डाइरेक्ट हामी घुर्मी अथवा खुरकोटमा गएर चाहिँ हामी खाना खान्छौँ। दाइ चाहिँ अघि गएर बसिसक्नुहुनेछ। अघिको भन्दा धेरै अहिले दिन चाहिँ खुल्ला भएको छ। घाम लागिसकेको छ। हामी चाहिँ अहिले सुनकोसीतिर छौँ। कोसी चाहिँ एकदम ठुलो भइरहेछ अनि रोडहरू चाहिँ एकदम धेरै बिग्रेको रहेछ। यो चाहिँ पोहोरको बाढी गएदेखि हो रोड चाहिँ बिग्रेको, अझै बनाउनु बाँकी नै रहेछ। त्यही भएर रोड चाहिँ अहिले राम्रो छैन। हामी चाहिँ अहिले घुर्मीमा खाना खाएर लागिसकेको छौँ। अहिले हामी यो घुर्मीको पुलनेर पुगिसकेको छौँ। यो चाहिँ सुनकोसी हो। अब यहाँदेखि अलिक पर पुगेपछि चाहिँ के पो आउँछ होइन, खोटाङ र पोखरढुङ्गा जाने बाटो चाहिँ घुर्मी। त्यही आउँछ। हजुर ए जयराम। अब हामीलाई दिक्तेल पुग्नु चाहिँ अलमोस्ट 4 आवर्स जति लाग्छ होला सायद। तपाईँहरूलाई खोटाङ जाने बाटो कस्तो लाग्यो, मन पर्यो परेन हेर्नु होला। सुनकोसी पुल यही हो। यो चाहिँ दिक्तेल बजार इन्ट्री भएको हो रत्न पार्क। अब हामी चाहिँ यो अल्छीढुङ्गा हुँदै हामी घर जान्छौँ। यो बाटो गयो भने चाहिँ बजारै बजार हो, यो बाटो गयो भने चाहिँ बजार छैन। हामी बजार नभएकोतिर जान्छौँ। यस्तो छ दिक्तेल बजार। यहाँनिर यत्रो अब चाहिँ भाले चाहिँ यतिसम्म पुगिसक्यो काटेर। अब यसलाई चिरेर अब यसलाई काटेर अब पकाउनुपर्छ। अलिकति टाइम चाहिँ धेरै गइसकेको छ आज। हामीले चाहिँ आगोमा खाना तरकारी पकाएको यहाँ पाकिसकेको छ। हेरौँ न। हजुर ए यसले केले उगार्ने आमा? सफा हो। मासु देखाऊँ यहाँ ब्लगमा। खाँदैन प्रार्थना नगर ब्लगमा देखाउने हो। प्रार्थना नगर चाहिँ कसले खान्छ यो? यसरी पाक्दैछ लोकल कुखुरा। ओ वाउ, यस्तो छ ठुलो कराईमा। अब हामी खाने घिउ है। घिउ किन घिउ? अब यो चाहिँ फ्राई गरेर खाने। सानो सानो भित्रको मासुहरू त्यही छ। अनि एलिजाले पकाउँछ। म बनाइदिउँ के ढिलो बना खै म गरिदिन्छु। मैले चाहिँ यो भालेसँग के अरे भालेको मासुसँग ढिँडो खानुलाई ढिँडो बनाउँदै गरेको। ढिँडो बनाउने तरिका चाहिँ यो हो। यो ढिँडो चाहिँ मैले पाको खाना खानुलाई